हेलो स्वागत छ यस मेरो भिडियोमा। आज चाहिँ हामी चेस्कम घुम्न जाँदैछौँ। चेस्कम चाहिँ सोलुखुम्बु जिल्लाको माकुलुङ गाउँपालिकामा पर्छ। सो हामी चाहिँ बुङसादीदेखि चेस्कमसम्म घुम्न जाँदैछौँ। आज अलिक ढिलो हिँड्यो। आज चाहिँ हामी चेस्कमको बुकुर क्याफेसम्म जान्छौँ अनि त्यहाँबाट देखिने विभिन्न ठाउँहरू हामी देखाउनेछौँ। अहिले हामी पेलमाङमा छौँ। पेलमाङ भन्ने ठाउँमा देख्न सक्नुहुन्छ धेरै हरियाली छ। यो समय चाहिँ जेठ महिना पर्यो। हामी चाहिँ जेठ महिनामा घुम्न गएको छ अनि यो देखिरहनु भएको चाहिँ गुदेल चचालुङ अनि धेरै राम्रो छ अनि धेरै खुसी लाग्यो। मौसम पनि सफा छ हैन, घाम पनि हल्का लागिरहेछ, धेरै रमाइलो भइरहेछ। सो हामी चाहिँ यसरी नै जाँदैछौँ। फाइनली अहिले चाहिँ हामी पेलमाङ पुगेका छौँ र पेलमाङ स्कुल देख्न सक्नुहुन्छ तल हैन, कति राम्रो छ। यहाँ चाहिँ कक्षा 8सम्म मात्र पढाइ हुन्छ। यहाँ चाहिँ आधारभूत विद्यालय अनि धेरै हेर्दा नै कति राम्रो छ हैन स्कुल पनि। अनि यहाँको बस्तीहरू पनि सफा छ। यहाँ चाहिँ प्राय कुलुङ राई जाति बस्नुहुन्छ अनि धेरै बस्ती चाहिँ यस्तो बाक्लो नि छैन, धेरै पातलो नि छैन, ठिक्क मिलेको क्या। कति सफा रहेछ क्या अनि धेरै सफा गर्दो रहेछ। यता चाहिँ धेरै मन पर्यो मलाई चाहिँ। अनि सो हामी चाहिँ चेस्कम पुग्न लाग्दा चाहिँ हामीले यसरी धेरै राम्रो ठाउँ देख्यो अनि त्यहाँ चाहिँ बिसाएर यस्तो एकछिन टिकटक बनायो अनि फोटो नि खिच्यो अनि त्यो रेस्ट गऱ्यौँ अनि चिसो खायो अनि धेरै यता चाहिँ अहिलेको सिजनमा चाहिँ गाई बस्तुहरू चराउने रहेछ। यस्तो उसमा हेर्नुपर्छ, त्यो के भन्छ चौरमा यस्तो रमाइलो लाग्यो कि बस्तुहरू चराइरहेको क्या आफ्नै धुनमा काम गर्दो रहेछ। यो देखिरहनु भएको चाहिँ यो चाहिँ माकुलुङ ताल भन्छ यसलाई चाहिँ। अनि यहाँ चाहिँ धेरैसम्म छ अनि यहाँ चाहिँ वरिपरि पहाडले घेरेर बिचमा चाहिँ सम्म परेको छ क्या। आफैमा यस्तो हेर्दा नै कस्तो चिटिक्क क्या, पढाइदेखि मनै लोभ्याउने जस्तो छ। सो यो रोडदेखि तल साइडमा चाहिँ अलि तल नै पर्छ। यहाँ चाहिँ पोखरी छ अनि ताल छ होइन। अनि यहाँ चाहिँ अलि देखाउनु नि टाइम थिएन, त्यही भएर यहाँ माथिबाट देखाएँ होइन। प्राय मलाई यो ठाउँमा चाहिँ डर लाग्छ। यहाँ चाहिँ बाघ चितुवाहरूले जङ्गलमा आउँछ अरे क्या अनि धेरै डर लाग्छ। कहिले यो जङ्गल चाहिँ कटाम जस्तो लागिरहेछ। सो आजभोलि खासै मान्छे नै हुँदैन रहेछ। अनि यो सिजन चाहिँ खुम्बु जानुहुन्छ क्या अनि सबै कुलुङ्गेहरू होइन। यहाँदेखि खुम्बु पुग्न चाहिँ खासै टाइम लाग्दैन। त्यही भएर यहाँको सबसे व्यवसाय होइन, धेरै पैसा कमाउने भनेकै खुम्बु गएर हो। यता खुम्बु जाने, बारी बोक्ने होइन, ट्रेकिङ जाने अनि होटलहरू राख्ने, लजहरू चलाउने अनि त्यसैबाट पैसा कमाउनुहुन्छ। सो राम्रो हुन्छ खुम्बु, धेरै रमाइलो नि छ, धेरै राम्रो नि छ, धेरै होइन महँगो नि लाग्छ मलाई चाहिँ खुम्बु, धेरै महँगो ठाउँ नि छ। अनि यता माकुलुङ चाहिँ ठिक्क लाग्छ, ठिकै छ प्राइस यताको। अनि धेरै यता चाहिँ बाटोहरू हिलो छ क्या, कस्तो अप्ठ्यारो न अप्ठ्यारो, हिलो न हिलो छ अनि धेरै गाह्रो भयो। सो मैले पनि चलाउँछु भनेर होइन रिक्वेस्ट चाहिँ गरेँ, तर खासै सक्दिनँ। त्यही पनि आँट गरेर मैले चलाउन कोसिस गरेँ अनि आर्ट भयो भने जे पनि गर्न सकिन्छ जस्तो लाग्छ। त्यही भएर म पनि सिक्दैछु। एक दिन आउनेछ मेरो नि राइडरवाला भिडियो। सो तपाईँहरू सपोर्ट गरिदिनु होला अनि माया गरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ ठ्याक्कै अहिले चाहिँ चेस्कम पुगिसक्यौँ अनि ठ्याक्कै चेस्कम चोक होइन। यता चाहिँ धेरै बस्तीहरू नि छ यो साइडमा। अनि यो देखिरहनु भएको चाहिँ यो चाहिँ बजार हो क्या।
अनि चेस्कम बजार यहाँ चाहिँ बिहिबारे बजार लाग्छ अनि बिहिबार लाग्छ अनि अहिले बजार लागिरहेको छैन अहिले चाहिँ हामी बुधबार गएको अनि सो धेरै शान्त छ खासै उस पनि छैन अनि गर्मी नि छैन चिसो नि छैन धेरै ठिक्क छ क्या यस्तो हेर्दा नै कस्तो सम्म हैन कस्तो लेक जस्तै लाग्दैन क्या या त कस्तो लाग्छ भने तराई जस्तो लागिरहेछ मलाई चाहिँ अनि यस्तो वरिपरि हेऱ्यो भने पहाड देख्छ अनि बिचमा सम्म देख्छ अनि यो देखिरहनु भएको चाहिँ यो चाहिँ चेस्कम स्कुल यहाँ चाहिँ 12+2 सम्म पढाइ हुन्छ यहाँ चाहिँ मावि स्कुल अनि अब चाहिँ हामी पुग्न लाग्यौँ अनि यो स्कुल साइड माथि चाहिँ बुकुट क्याफे हो अलिअलि देखिरहनु भएको छ अनि हामी यतै कतै बिसाउँछौँ यतै पार्किङ गर्छौँ बाइक लगाइराख्छौँ अनि हामी चाहिँ माथि जान्छौँ सो अहिले चाहिँ हामी बुकुट क्याफेबाट चाहिँ देखिने भ्यूहरू देखाइरहेछौँ अहिले चाहिँ ठ्याक्कै 4 बज्यो हामी पुग्दा चाहिँ अनि स्कुल नि बिदा भएर रहेछ ठ्याक्कै विद्यार्थीहरू नि घर जाँदैछ अनि धेरै राम्रो लाग्यो रमाइलो देखियो क्या अनि म चाहिँ धेरै थाकेर रेस्ट पनि गर्यो अब हामी खाजा खान्छौँ सो त्यसको नि भिडियो गर्छु भनेर मुकबानवाला भिडियो बनाउनलाई यस्तो म चाहिँ आफ्नै धुनमा क्या अनि रेडी गर्दैछु सो टक्क यहाँको सबसे विशेष त चाहिँ कफी क्या यहाँ चाहिँ टक्क होइन यस्तो स्वादिलो कफी होइन ब्ल्याक कफी पाउँछ अनि हामी चाहिँ सुरु गऱ्यौँ खानालाई अनि हाम्रो चाहिँ खाजा चाहिँ चाउचाउको चाउमिन अनि अन्डा उसिनेको सो धेरै मिठो भयो अनि हामीले खाजा कम खायौँ अनि भिडियो 2वटा क्यामेराबाट बनाइरहेछौँ उधर हेरौँ कि माथि हेरौँ भइरहेछ अनि हामी चाहिँ यसरी नै रमाइलो रहेछौँ सो धेरै खुसी लाग्यो अनि हामीले ठ्याक्कै खाजा खाना सकेर म चाहिँ बाहिर निस्केँ मलाई चाहिँ खाजा भन्दा नि धेरै टिकटक फोटोमा ध्यान थियो मेरो चाहिँ त्यही भएर म बाहिर निस्केँ अनि अब चाहिँ कहाँ टिकटक बनाऊँ भनेर हेर्दैछु ठाउँहरू सो टिकटकहरू बनाएँ अनि फोटोहरू खिच्यौँ रमाइलो भयो धेरै आजलाई धेरै रमाइलो भयो धन्यवाद अन्तिमसम्म मेरो भिडियोलाई हेरिदिनु भयो यस्तै भिडियो ल्याउने छु अझै पनि सपोर्ट माया गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला अहिलेलाई लभ यु बाई बाई